तपाई त कस्तो हो, के गर्नु पनि नजानेको। बिस्तारै थुक लगाउँदै छिराउनु न, लास्टै पोलिसक्यो। मेरो दुलोलाई यसरी नै दुःख दिएर गर्ने हो भने अर्कोचोटिदेखि म गर्नुलाई दिन्न है। यति भनेपछि उसले आफ्नो हतियारमा थुक लगाउँदै चिप्लो बनाएर मेरो दुलोभित्र ख्वातै छिराएर 1 घण्टासम्म ननस्टप ठोकेर मेरो दुलोबाट सेतो र्याल झारिदियो। नमस्कार साथीहरू, मेरो नाम झरना अधिकारी हो। मेरो घर सुदूरपश्चिम कैलालीमा पर्छ। मेरो घरमा बुबामम्मी भाइ हुनुहुन्छ र म अहिले ब्याचलर पढ्दैछु। तपाईहरूलाई आज म खेतको भित्तामा राखेर मेरो पुतलीलाई मजाले छिया हुने गरी सेकाएको अनुभव सुनाउन जाँदैछु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। म तपाईहरूलाई दिनदिनै फरक अनुभव सुनाउनेछु। मेरो भिडियो हेरेपछि तपाईहरूको हतियारबाट सेतो पानी अवश्य पनि झर्नेछ। हातले समातेर 36 को स्पिडमा रन्काउँदै एयरफोन लाएर यो भिडियो सुन्नुहोला र इमोसन लिनुहोला। आउनुहोस् सुरु गरौँ मेरो कलिलो पुतली ठोकेको अनुभवबाट कुरा। आजभन्दा 3 वर्ष अगाडिको हो। म त्यतिबेला गाउँकै क्याम्पसमा 11 कक्षामा अध्ययनरत थिएँ। मेरो हाइट 5 फिट 4 इन्ची हो भने वेट 59 केजी छ। म एकदमै राम्री बारुली, कम्मर छिनेकी, लालुपाते ओठ, झरना जस्तै केश, कोइलीको जस्तै मधुर स्वर, मृगनयनी आँखा। सबैले मलाई मोटु भनेर बोलाउने गर्छन्। म कलेजमा पढ्न जाँदा पनि सबै केटाहरूले मलाई नै मन पराउने गर्छन्। तर म आफ्नो जवानीको रङ छोडेर सबैलाई फिदा बनाउने गर्थे। तर कुरा भने कसैसँग पनि गर्ने थिइन्। मलाई लाग्थ्यो लभ गरियो भने धोका पाइन्छ भनेर। त्यसैले म लभको चक्करमा परिन। तर राति सुत्ने बेलामा लास्टै गाह्रो हुन्थ्यो। कहिलेकाहीँ त तलको दुलोबाट पानी चुहिएर झर्थ्यो। त्यसपछि मैले आफ्नो हातको औँला लगेर बिस्तारै नरम तरिकाले दुलोको तलमाथि भागमा मजाले खेलाउने गर्थे। करिब आधी घण्टा 45 मिनेट जति खेलाएपछि रातो हुन्थ्यो। त्यसपछि दुलोको भित्रबाट चौलानी जस्तो सेतो तरल पदार्थ 1 चम्चा जति बाहिर निस्किन्थ्यो। म त्यसलाई हातमा थापेर मजाले चलाउने गर्थे। चिप्लो हुन्थ्यो र ठुस अमिलो गनाउँथ्यो। मलाई लास्टै मन पर्थ्यो। हातमा थापेर नाकले सुगने गर्थे। एक दिनको कुरा हो, म शुक्रबारको दिन क्याम्पसबाट घरमा आएर गाईलाई घाँस काट्नको लागि खेतमा गएकी थिएँ। खेतमा मकै पाक्न लागेको थियो। त्यही बेलामा तल्ला घरको भोटे अङ्कल आउनु भएछ। म घाँस काटिरहेकी थिएँ। उहाँले मलाई सोध्नुभयो, एक्लै आएकी नानी? मैले भने, हजुर अङ्कल, म एक्लै आएकी हुँ। अनि हजुर के गर्न आउनु भएको? उहाँले भन्नुभयो, म पनि भैँसीलाई घाँस काट्न आएको हुँ। यति भनेपछि ल ठिक छ अङ्कल, सँगै घाँसको भारी पुर्याएर जाउँला है। मैले यति भन्न साथ उहाँले पनि हुन्छ नानी, सँगै जाउँला, म पनि अब घाँस काट्छु भन्दै माग्लापट्टि खेतमा उक्लेर घाँस काट्न लाग्नुभयो। म तलपट्टि थिएँ। उहाँले मलाई बेलामा हेरिराख्नु भएको थियो। मेरो जवानी देखेर होला सायद। मैले खासै त्यतातिर ध्यान दिइरहेकी थिएन। जब घाँसको भारी पुग्छ अनि अङ्कलले भन्नुहुन्छ अब घर जाउँ। यति भनेपछि मैले घाँसको भारी बोक्न थाल्छु। तर मेरो डोको भित्तामा थियो। घाँस निकै काटेकी थिए। मैले बोक्दाखेरि डोको आउँदै आएन। त्यसपछि मैले अङ्कल मेरो घाँसको बारे घचेडिदिनु न भने त्यसपछि उहाँ आउनुभयो र मेरो घाँसको बारे घचेर्नुको साटो उल्टै मलाई च्याप्प समातेर खेतको भित्तामा ठाडो पारेर मेरो 2वटा हातलाई च्याप्प समातेर ओठमा किस खाँदै पेल्न थाल्नुभयो। मैले अहिलेसम्म यस्तो गरेकी थिएन। नचलाउनु भन्दै कराउन थाले, तर उहाँले मेरो कुरा के सुन्नुहुन्थ्यो। जनमलाई अठ्याएर भित्तामै तसाउनुभयो र मेरो माथिको कलकलाउँदो रस चढेको दुधको पोकालाई च्याप्प समातेर खेलाउन थाल्नुभयो। त्यसपछि त मेरो तलको सेतो कलिलो दुलोबाट पनि पानी रसाएर आउन थाल्यो। मनमनै सोचे मैले, यो जवानी धेरै साँचेर के काम, आज चाहिँ काम बिताएरै छोड्छु भन्ने जस्तो मनमा फिलिङ्स आउन थाल्यो। त्यसपछि मैले पनि अङ्कलको पाइन्ट बाहिरबाटै हतियारलाई समातिदिए। उहाँको हतियार पहिलेदेखि नै ठाडो परेर बसेको रहेछ। मैले समाउन साथ झनै कडा र खडा भएर आयो। करिब 5-10 मिनेट जति मेरो माथिको सुन्तलालाई समातेर खेलाउनु भयो। त्यसपछि एउटा हात तल छिराएर मेरो कलिलो दुलोलाई कच्याक पारेर औँलाले खेलाउनु भयो। त्यसपछि त म झनै पागल जस्तै हुन थाले। उहाँले मेरो कहिले ओठमा, कहिले घाँटीमा, कहिले कानमा किस खाँदै शरीरको सबै अङ्गहरूलाई पालो समातेर खेलाउँदै हुनुहुन्थ्यो। मैले पनि उहाँको हतियारलाई समातेर राखेकी थिएँ। त्यसको 4-5 मिनेटपछि उहाँले मेरो तलको सुरुवाल
तानेर खोलिदिनुभयो अनि भित्र लगाएको रातो पेन्टीलाई पनि खोलिदिनुभयो अनि आफ्नो पाइन्ट तल सारेर कालो न कालो एक हातको लौरो निकालेर मेरो दुलोमा घुसाउन थाल्नुभयो। मेरो एउटा खुट्टालाई काँधमा चढाएर खेतको भित्तामा अडेस लगाएर तलबाट हतियार दुलो भित्र छिराउँदा मरिकाटे भित्र छिर्ने मानेन मेरो पहिलो चोटी थियो र एकदमै बाक्लो पाउरोटी जस्तो फुलेको मेरो तलको दुलो सानो थियो। उहाँको त्यत्रो एक हातको हतियार भित्र छिर्नको लागि एकछिनसम्म लास्टै गाह्रो पर्यो। उहाँले जबरजस्ती भित्र पेल्दै हुनुहुन्थ्यो, मलाई लास्टै पोलेर आउन थालेको थियो। त्यसपछि मैले भने तपाईले थुक लगाएर चिप्लो चिप्लो बनाएर भित्र घुसाउन, नत्र मलाई एकदमै गाह्रो हुन्छ अनि लास्टै दुखिरहेको छ। यति भनेपछि उहाँले आफ्नो हातमा थुकेर केरामा दल्नुभयो अनि मेरो दुलोको बाहिरी भागमा पनि लगाइदिनुभयो। त्यसपछि उहाँले एउटा हातले केरालाई समातेर भित्र बिस्तारै बिस्तारै छिराउन थाल्नुभयो। मेरो दुलोको छालाहरू बिस्तारै बिस्तारै च्यातिँदै थिए अनि दुलोबाट रगत आउला जस्तै भइरहेको थियो। उहाँले मेरो एउटा दुधको पोखामा हातले समातेर तल कालो दुलो भित्र ख्वातै जोडले पेल्नुभयो अनि मेरो सबै भित्रका ती मसिना छाला र नसाहरू च्यातिएर लुज भयो अनि उहाँको केरा पनि ख्वात ख्वात भित्र बाहिर छिर्न थाल्यो। त्यसपछि मलाई पनि लास्टै आनन्द आउन थाल्यो। खेतको भित्तामा अडेस लागेर बस्दा पछाडि भागमा चिसो लागिसकेको थियो। त्यसपछि उहाँले मलाई घाँस भुइँमा झिकेर बिछ्याउनु भयो अनि मलाई त्यसमाथि सुताएर मेरो दुईवटा खुट्टालाई फ्या पारेर ममाथि चढ्दै मेरो कलिलो दुलोमा कालो बडीमानको हतियार छिराएर 100 को स्पिड ठोक्न थाल्नुभयो। त्यसपछि त म पनि इमोसनले गर्दा छिटो के छिटो अझै फास्ट गर्नु पर्यो। मलाई लास्टै आनन्द आइरहेको छ। वारङदेखिको बोल्ने कालेर गर्नु यस्तो जवानी केटी पाउँदा पनि के बिस्तारै गरेको हो भन्दै कराए। त्यसपछि उहाँले झन् मलाई सास नफेरी ननस्टप मेरो दुलो नै रातो रातो हुने गरी ठोक्न थाल्नुभयो। अनि मलाई पनि लास्टै आनन्द आयो। करिब आधी घण्टा जति ठोकेपछि बल्ल मेरो कलकलाउँदो दुलोबाट सेतो पानीको बर्सात भयो अनि मेरो वर्षौंदेखि साँचेर राखेको जवानी खेतको भित्तामा राखेर तोडियो अनि उहाँले पनि आफ्नो हतियारलाई बाहिर निकालेर मेरो दुलोको माथिल्लो भागमा सेतो पानी झारिदिनुभयो अनि म एकदमै खुसी भए। पहिलो चोटीमै यति धेरै आनन्द आएको थियो नि कुरै नगरौं। साथीहरू यस्तो मौका फेरि फेरि नआउने भन्दै मैले फेरि एकचोटी ठोक्न लगाए। उहाँले करिब 45 मिनेट जति मेरो दुलोलाई ठोकेपछि बल्ल फेरि दुलोबाट सेतो पानी झर्यो अनि उहाँले पनि आफ्नो हतियारलाई बाहिर निकालेर मेरो मुखभरि झारिदिनुभयो। त्यसपछि मैले भने आजलाई पुग्यो, अर्को दिन फेरि गर्नुपर्छ भन्दै मैले आफ्नो कपडा लगाए। उहाँले पनि कपडा लगाउनुभयो र मेरो गाँसको भारी बोकाइदिनुभयो अनि मेरो पछि पछि आउनुभयो। बाटोमा उकालो हिँड्दा लास्टै पोलेको थियो। मैले हतार हतारमा घरमा आएर आफ्नो कोठामा छिरे अनि एउटा भाँडामा पानी लिएर रुमाल भिजाउँदै मेरो दुलोलाई मजाले सफा गरेर राखे। साथीहरू कस्तो लाग्यो तपाईहरूलाई मेरो खेतको भित्तामा राखेर भर्जिन तोडेको अनुभव? भिडियो मन पर्यो भने कमेन्ट गरिदिनुहोला। तपाईहरूलाई यो भन्दा अझै राम्रो अर्को भिडियो फेरि लिएर आउनेछु। तबसम्मको लागि बिदा दिनुहोस्।